गाइस वेलकम बैक टू अगाडि आउनु त तो बहुत साल भयो हाम्रो काकाले टिको नलगाएको त हामी त्यो त गाइस हामी आज आइदियौँ टिको लगाउन यो हाम्रो काका डोन दादा गाडी चलाउँदै हुन्छ भ्लग बनाउने टाइम बाँकी थिएन टाइम निकाल्न बस्छन् गाइस भ्लग बनाउन जस्तै भयो नि हामी अब गाडी चलाउँदै भ्लग बनाउँदैछौँ रस्ता पनि एउटा खतरनाक छ यहाँ फेरि अरू चक्का उठिन्छ खतरनाक मस्त दादा 10 साल भयो तपाईँ टिको नलगाउनु काका 10 साल भयो तपाईँ टिको नलगाउनु भएको के भन्नुहुन्छ तपाईँ कस्तो लाग्यो दिदीको हातको टिको लगाएर बहुत शान्ति लाग्यो यस अरू शान्तिलाई जोडले भन्नु कि सुनिँदैन हावा चल्दैछ के लाग्यो काका मान्छे भेटियो बहुत आनन्द भयो दिदीको हातको टिको लगायो मिठो मिठो भए पनि घरमा खायो दिदी घरमा बहुत आनन्द भयो त्यो डायलग त हाम्रो घरमा डायलग हान्ने मान्छे बहुत छन् गाइस यस्तो टेन्सन लिन पर्दैन आई लभ यु लाइभ डु ब्रो यस ब्रो लाइभ डु ए हामी आजै दिदीको हातको टिको लगाउन पाऊँ त्यो भनेर सोचिन्छ आयो भने मात्रै पाइन्छ नि दिदी नभए पनि रस्ता पनि हुँदैन भान्जा चिन्दैनन् आयो भोलि दिदी केबाट भए पनि यहाँ आउने रस्ता पनि छैन भान्जा चिन्दैनन् तो गाइस भान्जा चिन्दैनन् तो गाइस ब्लग यतिमै ब्लग हामी समाप्त गर्छौँ त्यो लाइक लाग्यो हाम्रो काका लाइक गर्न भन्नु न नयाँ मान्छेलाई भन्नु कि हामीले बहुत बार भन्ने लाइक के गर्दैन लाइक गर्न कथा गर्नुको मैले भ्या पाएँ फाल पाएँ लाइक एटा गरिदियो बस अरू कमेन्ट त कसले गर्छ फेरि सब्सक्राइब मेन फलो गर्न भन्नु फलो अलिक पछि फलो करना होना काका फॉलो लाइव फॉलो करना है हमको यस ब्रो तो गाइस काका ने भी बोल दिया कि लाइक फॉलो कर दो तो भैया आप क्या बोले तो पिछाड़ी भन्दै छु यहाँ हैप्पी दिवाली तो गाइस हम लोग का ऐसा कुछ नहीं कि काका है हम लोग दोस्त की तरह है सब लोग भैया सया जय जुबिन्दा जय जुबिन्दा ओइ माका म सिट छैन मोर कुनो जाति नै मोर कुनो धर्म नै म को अरे कान्छङ गंगा यो याहो याहो भयो राख भयो बेइज्जती हुन्छ